नमस्कार ओ सेवा यो भिडियो हेरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा दुमी भाषा सिकौँ अभियानको अर्को श्रृङ्खलामा म फेरि उपस्थित भइसकेको छु। आजको श्रृङ्खलामा म तपाईहरूलाई दुमी भाषामा रहेका सर्वनामहरू र तिनलाई प्रयोग गर्ने केही सामान्य उदाहरणहरू प्रस्तुत गर्दैछु। आज हामी वर्तमान कालको क्रिया प्रयोग गर्न सिक्नेछौँ। साह्रै तिर्खा लाग्यो, म त पानी पिउँछु। दुमो कुमिन ल अङ्गने कङ्कुतुङ त। म त आज बजार जान्छु, तिमी जाँदैनौ? अङ्गने आम्न गुर्जुम खुस्त आन आखुस्त न। म भरे फुल रोप्छु, अङ्ग आजिका पुमलेत त। हाम्दै अलिअलि रक्सी पिउँ, ऊ त पिउँदैन। इन्ची तिचु तिचु अर्को तुङती उम्ने तुङतान। हाम्दुईले ढुङ्गा फुटाउँ, उसले हिलो मुच्छा। इन्चिया लुब्रुक्ती हुलुम चोक्ता। हाम्दै घाँस काट्छौँ, तिमी दुध दुहुनु है। अन्चु ससेल कोक्तु आनु दुधु पिल्नु है। हाम्दै त पर्सि मात्र जान्छौँ, तिमी कहिले जाने? अन्चुने नाम्नु तुङ खुस्तु आन हिँड्न खक्छ। हामी यसपालि साल्पातिर घुम्न जानुपर्छ है। इन्की तेम्पाली साल्पाबाल खिर्सिनु खनु सुक्तमै। हामी ढोल झ्याम्टा बजाउँछौँ, इन्की ठुलो हर तुप्ती। तिमी रोटी खान्छौ, आन सुबो आजुता। तिमी मुख धुन्छौ, आन गाई आसुर्ता। तिमदुई साह्रै राम्रो नाच्छौ, आन्ची दुमोङ खानुप्पा आछुम्ती। तिमदुई बारी खन्छौ, आन्ची ऊ आधुती। तिमीहरू कोदो रोप्छौ, आन्नी लुजम आलेत्तिनी। तिमीहरू दाउरा चिर्छौ, आन्नी सी आचम्तिनी। ऊ पाठ पढ्छ, जेसी जेता। ऊ गीत गाउँछ, लेलोता। उन्दुई लुगाफाटा धुन्छन्, उन्ची गुसेम सुर्ती। उन्दुई फुल टिप्छन्, उन्ची पुमा पेस्ती। उनीहरू सँगसँगै जान्छन्, उन्नी तुतुहे खुस्तिनी। उनीहरू दुमी भाषा सिक्छन्, उन्नी दुमी तुम्लो चेन्स्तिनी। आजको लागि यति नै। फेरि अर्को अङ्कमा भेटौँला। दुमी भाषा सिक्नु भएकोमा यहाँहरू सबैलाई धन्यवाद।